एभ्रीवान वेलकम टु माई मिनी ब्लग। ती ब्लग भनेर हालेको यो काम गरेको पनि ब्लगमा आउने होला नि भनेर भने पनि मलाई केही फरक पर्दैन। मलाई सपोर्ट गर्ने मान्छेले गरेकै छन्। मेरो हस्बेन्डले मजाले हुन्छ ल गराउ तिमी कस्तो राम्रो लाग्छ मलाई भनेर भन्नुहुन्छ। अनि अर्को धेरैजना साथीहरूले पनि मन पराउनु भएको छ। अनि तपाईहरुले कुरा काटे पनि काट्नु ल, मलाई केही फरक पर्दैन। सो साथीहरु आज चाहिँ शनिबार थियो। यो चाहिँ हिजोको भिडियो। लास्ट शनिबार कतै घुम्न गएको थिएनम, सधैँ घुम्न जाने मान्छे। यसपालि चाहिँ मलाई अलि सन्चो नभएर घुम्न गएको थिएनम कि त्यही मौका पारेर चाहिँ म आज किचन सफा गर्दैछु। अलिअलि रुम त चिटच्याट्ट पारेर मिलाएकै हुन्छु, तर किचनलाई टाइम दिनै सकिरहेको थिएन कि मैले। सधैँ खाना पकाउने, पसल जाने आउने, खाना पकाउने त्यस्तै चलिरहेको थियो। यसरी चाहिँ सफा गर्न पाएकी थिइनँ कि मैले। अनि आज चाहिँ बिदा पनि छ, दिनभरि सुत्नुभन्दा बानी पनि बिग्रिन्छ। सफा गर्छु भनेर म लागे किचन सफा गर्नतिर। सरफ पानी हालेर मैले यस्तो मजाले सफा गरे। आज मलाई चाहिँ आनन्द फिल भयो। मलाई फेरि जे कुरा पनि एकदमै सफा चाहिने, चिटच्याट्ट परेको चाहिने, तर गर्न चाहिँ अल्छी लाग्ने म पर्छु के। चाहिन चाहिँ सफा चाहिन्छ, गर्न चाहिँ लास्टै अल्छी लाग्ने हुन्छ। मेरो किचन सधैँ यस्तै सफा भए कस्तो राम्रो हुन्थ्यो जस्तो हुन्छ कि कहिलेको। तर हामीले घर चाहिँ सफा राख्नुपर्छ कि साथीहरु। हजुरहरूलाई कस्तो लाग्छ घर सफा भयो भने चाहिँ दिनभरि एकदम फ्रेस भएको जस्तो हुन्छ कि। मलाई चाहिँ लथालिङ्ग भयो भने के हो जस्तो भएको हुन्छ। आजको भिडियो यति नै, बाइ बाइ।